यो गीत चाहिँ मेरो सबै लफाङ्गा दाजुभाइहरूलाई जो चाहिँ रातभरि फेसबुक चलाएर केटीलाई गफ हान्छ अनि डुल्न जान्छ गाँसा जान्छ ठिक छ पोज दिन्छ हैन र्यापे दाजु over here. Easy जस्तो चस्मा लाएर with the swag. आधी रातसम्म फेसबुकमा केटीलाई गफ छुटे बिहान 9-10 बजेतिर मात्र जुरुक्क उठे गए टोयलेटमा अनि तुरुक्क मुते निन्द्राले छोडेन फेरि आएर सुते मम्मी आउनु भो मेरो सिरोक तान्नु भो कति सुतिरहन्छस् भनी मलाई ल्याङ ल्याङ हान्नु भो अनि एक्कासी मलाई झनक्क रिस उठ्यो मम्मी सँगसँगै कराउन थाल्छ बाउ सुत्यो कहिले भेट्थे डाडो पन्यो अनि कहिले चाहिँ कुद्छ फेरि बाउको रिसमा परे भने भइन्थ्यो पो ढुट्टो भनी बसे म कुनामा चुपचाप लागेर भोक लाग्यो मैले खाइदे मम्मीलाई मागेर पेट भरेपछि गइदिए लुसुक्क भागेर राति 10 बजे मात्र आउँछु भनी लेटर भित्तामा टाँगेर थिएन केहीको बाल घरको त्यो ठुलो पर्खाल सकी नसकी भए पनि गए म नागेर मेरो लाइफ मेरो टाइप गरिदिन्छु हुल दङ्गा त्यसैले भन्छ मलाई सबैले लफङ्गा मान्छे राम्रो छु मलाई रिस बढी उठ्ने दारू हाने बेलामा बाउलाई पनि घुट्ने मेरो लाइफ मेरो टाइप गरिदिन्छु हुल दङ्गा त्यसैले भन्छ मलाई सबैले लफङ्गा मान्छे राम्रो छु मलाई रिस बढी उठ्ने दारू हाने बेला बाउलाई पनि कुट्ने बङ खाने मैले ममलाई पैसा मागेपछि आनन्द आयो मलाई घरबाट भागेपछि स्वयम्भू टपमा गई बसे जिउ अलि थाकेपछि झन् आयो आनन्द थोरै गाँजा चाखेपछि मैले खल्तीबाट झिके अनि अनलक गरे फोन यसो ब्यालेन्स हेरेको त लि सके रहेछ लोन ऱ्याक होला जस्तो भो आजको दिन कस्तो हो कपडा पनि लाथे मैले हल्का सस्तो मस्तोको तर बाल थिएन मलाई झिके चुरोट र सलाई केटी हेर्ने ध्यानमा बस्न रहेछु फिल्टर पट्टी जलाई आफ्नो पारा देख्दा आफैलाई हाँस उठ्यो भएको 10-20 रुपियाँ पनि थियो माग्नेहरूले लुट्यो अनि भर्याङबाट ओर्लिँदै म तल तल आए च्वाक च्वाक छम्मा देख्दा त्यहाँ म निकै रमाए मैले साइडको चेयरमा बसे फेरि अर्को चुरोट सल्काए उतापट्टि एउटा केटी एक्लै सोचे नयाँ गर्लफ्रेन्ड पाए मेरो लाइफ मेरो टाइप गरिदिन्छु हुल दङ्गा त्यसैले भन्छ मलाई सबैले लफङ्गा मान्छे राम्रो छु मलाई रिस बढी उठ्ने दारू हाने बेलामा बाउलाई पनि कुट्ने मेरो लाइफ मेरो टाइप गरिदिन्छु हुल दङ्गा त्यसैले भन्छ मलाई सबैले लफङ्गा मान्छे राम्रो छु रिस बढी उठ्ने दारू हाने बेलामा बाउलाई पनि कुट्ने केटीको छेउ अनि हान्न थाले गफ गफ हान्दा हान्दै बिस्तारै बढ्दै गयो लभ केटी पनि चित्ते क्रेजी मेबी सिजमा स्लिम शेडी लेडी बेबी पनि झ्याप उसले हाना रहेछ ड्रप तिम्रो नाम के हो भन्ने केटीलाई गफ जोत्दै आज कुन दिन हो थाहा छ भन्ने उल्टै मलाई सोध्दै थाहा छैन बेबी भने मैले चाहिँ केटीले भने तिम्रो र मेरो भेट भयो आज हो भ्यालेन्टाइन यो भ्यालेन्टाइनमा लिएर गएँ मैले त्यो केटीलाई डेटिङ हिँड्दा हिँड्दै बिच बाटोमा एउटा माग्नेलाई भेटेँ त्यो माग्ने देख्दा मलाई निकै दया माया लाग्यो मैले पैसा दिन मात्र के लागेको थियो त्यो केटी नै भाग्यो त्यो केटीले के गरेछ या माग्नेले के गरेछ लास्टमा कुरा बुझ्दा त त्यो केटी त्यही माग्नेकै छोरी पो परेछ केटीको फिल्ला माग्नेको छोरी घुमाएछु उल्टै भयो मेरो बिल्ला मेरो लाइफ मेरो टाइप गरिदिन्छु हुल दङ्गा त्यसैले भन्छ मलाई सबैले लफङ्गा मान्छे राम्रो छु मलाई रिस बढी उठ्ने दारू हाने बेलामा बाउलाई पनि कुट्ने मेरो लाइफ मेरो टाइप गरिदिन्छु हुल दङ्गा त्यसैले भन्छ मलाई सबैले लफङ्गा मान्छे राम्रो छु मलाई रिस बढी उठ्ने दारू हाने बेलामा बाउलाई पनि कुट्ने सयो केटाहरु यस्तो चाहिँ हुनु भएन है जसको बेला बाउलाई कुट्नु भएन है सो ड्रिङ्क रेस्पोन्सिबली ह्याभ फन एट द सेम टाइम यो बीचमा अलिकति उ भयो यो धेरै पुरानो भर्स होइन त्यसैले धुम्रपान र मापसे चाहिँ कोही पनि नगरौ हैन सरपराजुली सिधै बिजुली यो चाहिँ अहिले ठमेलको टोल हो म सकिङ छु किनकि म बिजुलीको पोल हो सबजनाको सानो मुटु तर मेरो चाहिँ धड्किने ढोल भो तर केही छैन साथी भाइहरु तर